नेपालका चर्चित गायक सुजन चापागाई यति बेला आफ्नो गीतका कारण होइन, बरु सामाजिक सञ्जालमा भाइरल बनेको एउटा विवादका कारण देशभर चर्चामा छन्। केही दिन यता फेसबुक, टिकटक, इन्स्टाग्राम र रेडिटमा उनका नाम जोडिएका विभिन्न निजी च्याटका स्क्रिनसटहरू तीव्र रूपमा फैलिरहेका छन्। ती स्क्रिनसटहरूमा महिलाहरू तथा किशोरीहरूसँग अनुपयुक्त संवाद भएको दाबी गरिएको छ। घटना बाहिरिएसँगै सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। कतिपयले कडा आलोचना गरेका छन् भने कतिपयले तथ्य नआउँदै निष्कर्षमा पुग्न नहुने भन्दै संयमता अपनाउन आग्रह पनि गरेका छन्। विवाद झन चर्किएपछि सुजन चापागाई आफै सार्वजनिक रूपमा बोलेका छन्। उनले केही निजी सन्देशहरू आफ्नै भएको स्वीकार गर्दै त्यसबाट कसैलाई असहज महसुस भएको भए माफी पनि मागेका छन्। तर उनले भाइरल भएका सबै स्क्रिनसटहरू वास्तविक नभएको दाबी पनि गरेका छन्। उनका अनुसार केही सामग्री सम्पादन गरिएको हुन सक्छ, केही नक्कली अकाउन्ट वा सामाजिक सञ्जालको दुरुपयोगका कारण फैलिएको पनि हुन सक्छ। साथै उसले यस विषयमा कानुनी प्रक्रिया पनि अघि बढाउने र बाहिर वास्तविकता लिएर आउने पनि बताएका छन्। यही कारण अहिले सबैभन्दा ठुलो प्रश्न बनेको छ, के भाइरल भएका सबै च्याट वास्तविक हुन् त वा तीमध्ये केही सम्पादन गरिएका सामग्री हुन्?